काम हुँदैन। राजनीति भन्नु हाम्रा समस्या हाम्रो दायित्व छ राज्यले त्यो दायित्वका साथसाथै हाम्रो कर्तव्य पनि त्यो मुलुकको मूल समस्या के एउटा ठिक ठाउँमा लगे भने यसलाई राजनीतिक प्रवृत्तिहरू सँगसँगै साहित्यिक प्रवृत्तिहरूमा पनि अत्यन्त भाव भएपछि बिग्रन थालेपछि साहित्यकारहरू महान आफ्नो प्रतिक्रियाहरू दिएर र धेरै हाम्रा समस्या के हो कहाँ हामीले जानुपर्छ भन्ने कुराको ध्यान आकर्षण गराउने र यहाँहरू गर्नुहुन्छ। सर्वप्रथम म क्षमा माग्छु यहाँहरूले बोल्नु भएको नेपालको महत्त्वपूर्ण राष्ट्रभाषा हो मैथिली। म राम्ररी बोल्न सक्छु तर बोल्न राम्ररी सक्दिनँ। त्यसैले म हाम्रो सम्पर्कको भाषा नेपालीमा नै आफ्ना कुराहरू भन्न चाहन्छ। एकता पनि थियो र छ पनि र हुनुपर्छ तर त्यसलाई बुझ्नको एकताको ताकत बन्नका निम्ति हामी देशका विभिन्न भागमा बहुताको सम्बोधन गर्ने महत्त्वपूर्ण ठाउँमा गएर अन्तर्संवाद हेर्न चाहन्छौँ र त्यो क्रममा अलिकति राजनीतिक रूपबाट निस्केको असमझदारी र सिर्जना गरेको असहजताले यहाँ मिलिरहनु भएको छ। त्यो असहजताले यहाँ धेरै बोलेको छ। त्यो असहजताको कारणले तराई क्षेत्रमा समयमा हामी आउन सकेनौँ। त्यस सकेको बेला मिडियापट्टि भानुभक्तलाई जोडेर एउटा महत्त्वपूर्ण कार्यक्रम हामीले बलिभाषा गरेको र त्यसले एउटा सन्देश दिएको कि सबै हाम्रा मित्रहरूसँग अन्तर्संवाद गर्नु कुरा बुझ्ने र बुझाउनु र ती कुरा अन्तर्गत हाम्रा कार्यक्रमहरू तय गर्नु अलिक अगाडि जान्छ। तर यो असहजताले अलिक ढिलो भयो र अहिले अन्त्यमा सरकारी निकायबाट के अरे कोषबाट चलेका एकाडेमीहरूले तराईतिर प्रायः आफ्नो कार्यक्रमलाई सदन राख्ने नीति बनाएको छ। यहाँलाई थाहा नै छ। Literary theorist Antonio Gramsci उनका थोपड़ोरा सिद्धांत के आधार नाटक में कहा गया है तय प्रस्तुति अब हम शुरुआत करें। लिटरेरी थियरिस्ट एंटोनियो ग्राम्स्की उनका थोपड़ोरा सिद्धांत के आधार कति क्रममा हामीले विशेष गरी फाइनेन्सियल सब कारणले गर्दा अहिले समानान्तर भोजपुरी र अवधि ती क्षेत्रमा गएर मैथिली भाषी साथीहरूसँग मैथिली संस्कृतिका अभियन्ताहरूसँग र मैथिली